तिमी जेसुकै गर के, अबदेखि मलाई केही सोध्नु नि पर्दैन, आफ्नो खुसी गर। ठुली भयो अब तिमी। लो के हो फेरि बाउ छोरीको? के हुनु नि, गौतम बुद्धको देशमा जन्मेकी अहिंसा, प्रेम, करुणा र धर्मको कुरा गर्न थालिसकी छोरी। होइन अनि यो कुरा चाहिँ कहाँबाट आयो कि अहिले? अब पढाइ सुरु हुने बेला भइसक्यो। काठमाडौँमा मैले खोजेको कोठा पनि नहुने रे, अब मैले खोजेको होस्टेलमा नि नबस्ने रे, उसलाई माछा मासु पनि नखाने त्यस्तो होस्टेल चाहियो अरे, शाकाहारी होस्टेल चाहियो अरे। त्यही त भनेको बुढो, आफैले जन्मेको बच्चा पनि कस्ती खालको हो यो त। हामी बुढाबुढीलाई मासु बिना भात जाँदैन, ऊ अब माछा मासु पनि नखाने रे। माछा मासु त नखाए त ल ठिकै छ के, गाई भैँसीको दही दुध घिउ पनि नखाने रे भनेको। म गाई भैँसीलाई मिसिनाएर दुध दुँदाखेरि हिंसा हुन्छ अरे, मोह पनि नखाने रे। अब त्यस्तै परेदेखि त म छालाको ज्याकेट पनि नलगाउने रे। म त दिक्कै लाग्यो केटी देखेर त। म त सक्दिनँ है काली, यसलाई लगेर कहाँ राख्ने हो, आफै खोज्नु आफै राख्नु। ल के बुढो, कति पिर गरेको हो कि तपाईँ त। मलाई थाहा छ कहाँ राख्ने छोरीलाई भनेर। कहाँ राख्ने नि अनि? काठमाडौँको मुटुमै आमा घर गर्ल्स होस्टेल छ नि त। अनि कुन ठाउँमा छ नि यो होस्टेल चाहिँ? मिट बानेश्वर सहभागिता मार्गमै छ त्यो होस्टेल त। त्यति मात्र कहाँ हो र बुढो, होस्टेलको सञ्चालक त आफै भेगन हो नि त। त्यही भएर त्यो होस्टेल चाहिँ पूर्ण रूपमा चाहिँ शाकाहारी मैत्री छ। यसलाई म सम्झाउँछु, जान्छे। त्यस्तो होस्टेल भन्यो भने त जान्छे होला सियोरी। ए सञ्चालक नै भेगन हुनुहुन्छ? त्यसो भए त यो मान्छे होला। ल मनाएर लैजाऊ यसलाई। ल ल बुढो, तपाईँ पिर नगर्नु। सुरक्षित वातावरण, शान्त, घाम लाग्ने र खुला स्पेस भएको संस्कार र अनुशासनले भरिपूर्ण आमाघर गर्ल्स होस्टेल पूर्ण रूपमा चाहिँ शाकाहारी हो। सम्पर्कको लागि चाहिँ 98 510 38 575 र 98 41 26 64 27।